5 यस्ता प्रतिभाशाली नेपाली कलाकार जसलाई नपत्याएर रियालिटी सोबाट हात समातेर बाहिर निकालिदिए। सिंगिङ राम्रो हुनुपर्छ बल्ल अनि परफर्मेन्स। दिस इज नॉट अ कन्सर्ट। तर आज आफ्नै बलमा सफल कलाकार बन्न सफल छन्। तार भयो तिम्रो कहीं जानु छ तिमीलाई? यति मात्र होइन, आजको समयमा यी जजहरू पनि आफै यी कलाकारहरूको फ्यान हुन्। आउनुस् को हुन् त ती 5 कलाकारहरू जसलाई रियालिटी सोबाट हात समातेर बाहिर निकालिदिए। सोब कतै पनि ढिला नगरिकन भिडियोतर्फ लागौं। नम्बर 5 समर्पण लामा। समर्पणलाई नेपालका एकदमै ठुलो डान्स रियालिटी सो डान्स च्याम्पियनबाट भने बाहिर निकालिदिएका थिए। उनलाई नेपाली जजहरूले नचिने तापनि इन्डियन रियालिटी सो इन्डियाज बेस्ट डान्सरले भने उनलाई वाहवाहीको साथ इन्डियाज बेस्ट डान्सर सिजन 3 को ट्रफी नै थमाउँदै विजेता घोषित गरिएको थियो। साथसाथै उपहार स्वरूप इन्डियन रुपिज 15 लाख जुन नेपाली रुपैयाँमा हेर्ने हो भने 24 लाख रुपैयाँ उपहारमा पाएका थिए। समर्पण जसलाई नपत्याएर रियालिटी सोको अडिसनबाटै बाहिर निकालिदिएका थिए, तर पछि उनको यही डान्सबाट इन्डिया र नेपालमा वाहवाही चलेपछि यी नेपाली जजहरूले भयभरको ट्रोल र कन्ट्रोभर्सीहरू फेस गर्नु परेका थिए। नम्बर 4 मेनुका पौडेल। मेनुका पौडेलले पनि नेपालका बहु लोकप्रिय रियालिटी सो नेपाल आइडलबाट रिजेक्ट खाएका थिए। उनको कथा पनि समर्पण लामाकै जस्तो छ। नेपाल आइडलबाट रिजेक्ट खाए पनि मेनुका पौडेलले इन्डियन गायन रियालिटी सो इन्डियन आइडलबाट भने वाहवाही नै कमाए। यति मात्र होइन, उनले इन्डियन आइडलको जजहरूलाई गीत गाएर रुने समेत बनाए। नेपालीले नचिनेको मेनुका नेपाल आइडलबाट बाहिरिनुको कारण भने जज होइन, तपाईँ हामी नै हो। सही सुन्नुभयो, हामी नै हो। भोट कम भएकै हुनाले मेनुका बाहिरिनु परेकी थिइन्। हाम्रो जजहरूलाई मात्र उहाँहरूको परफर्मेन्स मन परेर निर्णय बदलिदैन। निर्णय बदल्ने खेला यहाँ दर्शकको भोटिङले गरिरहेको छ। 2074 सालमा पहिलो सिजनको नेपाल आइडलमा उनी सहभागी भएकी थिइन्, तर त्यहाँ उनको चर्चा भने एकदमै कम भयो। उनी यहाँ टप 11बाट नै आउट भइन्। तर उनको चर्चा तब भयो जब उनले इन्डियन आइडल सिजन 14 सहभागी भइन्। हुनु त उनी यहाँ पनि टप 15बाट नै आउट भइन्, तर यस सिजनमा फर्स्ट विनरको भन्दा बढी चर्चा भने मेनुकाकै थियो। नम्बर 3 रचना रिमाल। महिनामा 20 दिनसम्म पनि प्रोग्रामहरूमै व्यस्त हुने गायिका हुन् रचना रिमाल। रचनालाई पनि नेपाल आइडलबाट हात समातेर बाहिर निकालेको थियो। अर्को सुनाउ त। सपना हो यो भने देखे सपनीमै यो त खत्तम अब। तर उनी बाहिरी हुनुमा जजहरूको हात भने छैन। रचना बाहिरिनुमा भने मुख्य कारण भने हामी नै हो। हामी नै त हो। आज भन्दा 5 वर्ष पहिला नेपाल आइडल सिजन 3 मा सहभागी भएकी रचना आइडलमा जानुभन्दा पहिला नै सामाजिक सञ्जालमा भाइरल भएकी थिइन्। सारे महिना सिमसिमे पानी परिरहेकै छ नि, तिमीलाई भेट्न भनेर छाता ओढेर उनी नेपाल आइडल गएर झनै चर्चामै पुगेकी थिइन्। उनले नेपाल आइडलको बिर्तामोड अडिसनबाट भने गोल्डन कार्ड पाउँदै सेलेक्ट भएकी थिइन्, तर उनी टप 8बाट नै भोट कम भएको कारणले आउट भइन्। रचना आउट भए तापनि उनले आफ्नै बलमा भने आफूलाई कहिले पनि चर्चाबाट बाहिर जान दिइनन्। धेरै अल्छी छ, सुत्ने धेरै गर्नुहुन्छ भन्नुहुन्छ नि। कसले भन्नुभएको? हल्ला सुन्छु नि त बजारमा। कहाँ बजारमा थाहा हुन्छ त, म घरमा सुतेको। र आजको समयमा पनि उनी लगातार सफलताको सिडी चढिरहेकी छिन्। आजको समयसम्ममा उनले निकै नै हिट गीतहरू गाइसकेकी छिन्, जस्तै फोटो फिल्ममा उनको प्रीति, तिमीले सोचे भन्दा धेरै लगायतका धेरै नै गीतहरू उनको हिट गीतहरू अन्तर्गत पर्दछ। नम्बर 2 कुमा सागर। आज भन्दा 5 वर्ष पहिला चर्चित रियालिटी सो द भोइस अफ नेपाल सिजन 2 मा भयभरको कराएर गाली खाएर द भोइस अफ नेपालबाट हात समातेर बाहिर निकालिएको कलाकार हुन् कुमा सागर। I'm really disappointed. मैले ब्याटलमा दीप सरसँग झगडा गरी उहाँहरूलाई मनाई तिम्रो दुईजनालाई
डुवोमा लैजानु भनेर मैले बिन्ती गरेर मैले यहाँसम्म ल्याएको। मैले बार भनेको छु प्रोनाउन्सिएसन। त्यस समयमा यी जजले मात्र होइन हामीले पनि उनको कला चिन्न सकेनौं। द भोइस अफ नेपाल सिजन 2 अडिसनमा उनले 4 जना जजहरूलाई इम्प्रेस पारेका थिए। अडिसन त ठिकै थियो, तर जब कुरा आयो पछि भने उनले रिजेक्सनको चुनौती खेप्नु पर्यो। नकआउटमा गएर यहाँहरुको यो सपना टुटेको छ र उनलाई द भोइस अफ नेपालले हात समातेर घरको बाटोतर्फ डोराइदिए। तर उनले मेहनत गर्न भने छाडेनन्। रिजेक्ट खाएको 5 वर्षपछि भने उनको कमब्याक भयो। ए मैरे हावाको लहरसँगै गीतले उनलाई रातारात नै भाइरल बनाइदिए। हावाको लहरसँगै उडिरहन मन। राजको समयमा आफ्नै बलमा उनको सम्पूर्ण गीतहरू भाइरल रहेका छन्। उमा सागरको केही चर्चित गीतहरू जस्तै बाजेको बजाङले, हावाको लहर, ओ चम्पा, फुरफुरी, कुमारी जननी, रुक्रीमा जस्ता गीतहरू उनको हिट गीतहरू अन्तर्गत पर्दछ। नम्बर 1 सुजन चापागाई। नेपालको अरिजित सिंह भनेर पनि उनलाई चिनिँदै आएका छन्। सुजनले पनि नेपाल आइडलबाट रिजेक्सन खाएका थिए। हो, तपाईहरुले सही सुन्नुभयो। उनलाई पनि नेपाल आइडलले बेकार सम्झेर बाहिर निकाल्दिएका थिए। हतार भयो तिम्रो? कहीं जानु छ तिमीलाई? उनले त्यस अडिसनमा जजहरूलाई खासै इम्प्रेस भने पार्न सकेनन्। तर पनि उनले गोल्डन कार्ड पाउँदै सिलेक्ट भए। तर त्यहाँ जजहरू भने खासै इम्प्रेस चाहिँ थिएनन्। मेरो साइडबाट त नो भन्छु। सुजन चापागाई नेपाल आइडलमा खासै नटिक्नुको कारण भने हामी नै हो। उनी नेपाल आइडलबाट बाहिरिनुमा जजहरूको केही कमी कमजोरी भने छैन। यहाँ भने हाम्रै हात रहेको थियो। हो साथीहरू, सुजन चापागाई बाहिरिनुमा जजहरू होइन, हाम्रै हात थिए। भोट कम भएकै हुनाले उनले नेपाल आइडललाई बाई बाई भन्दै घर फर्किएका थिए। नेपाल आइडलमा हामीले चिन्न नसकेको सुजनलाई भने आजको समयमा करोडौं दर्शकहरूले मन पराउने र उनको गीतहरू गुनगुनाउने गर्दछ। उनको केही हिट गीतहरू जस्तै फुलथुङ्गे रानी, लजाएर, घुमी घुमी, देखेर तिमीलाई, गालापुक्क लगायतका दर्जनौं गीतहरू उनको करोडौं भ्युज आएको र लाखौं लाइकहरू आएको गीतहरू अन्तर्गत पर्दछ। आजको भिडियोमा यति नै। भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोला र कमेन्ट गर्दा भने तपाईहरुले यो इमोजी चाहिँ कमेन्ट गर्न भने नभुल्नुहोला, किनकि मलाई पनि थाहा हुनेछ कि यो भिडियो तपाईहरुले अन्तिमसम्म हेर्नु भएको छ भनेर। सो कमेन्ट गर्नुहोला र यो चाहिँ मेरो फेसबुक आइडी हो, फलो गर्नुहोला। बाइ।